बुद्ध न कुनै नाम हो न कुनै विशेषता। 13औं शताब्दीमा चाइनिज जेन मास्टर वुइमेन वुइकाईले कम्पाइल गरेको किताब दि गेटलेस गेटमा भएको 48 क्वान्स मध्येको एउटा केस छ जहाँ एकजना मङ्कले उन्मनलाई सोध्छन् बुद्ध के हो। उन्मनले जवाफ दिन्छन् एउटा सुकेको गोबर। सुन्दा कति भद्दा र बेतुका जवाफ लाग्न सक्छ, तर जसले बुझ्छ ऊ इनलाइटेन्ड हुन्छ। प्रकृतिको कुनै पनि कुरालाई देखाएर यो बुद्ध हो भन्न सकिँदैन। बुद्ध कुनै विशेषता होइन, बुद्ध नै शून्य हो, बुद्ध नै आत्मा हो र बुद्ध नै सत्य हो। नेपालको लुम्बिनीमा जन्मिनु भएको सिद्धार्थ गौतम करिब 29 वर्षको उमेरमा आफ्नो महल सहित श्रीमती र छोरालाई छोडेर सन्यास लिनुभएको थियो र करिब 6 वर्षको तपस्यापछि 35 वर्षको उमेरमा इनलाइटमेन्ट प्राप्त गरेसँगै सिद्धार्थ गौतमलाई बुद्धको उपाधि दिएर गौतम बुद्धले पुकार्न सुरु गरियो। गौतम बुद्धसँग जोडिएका धेरै कथा र कहानीहरू छन्। बुद्धलाई धेरैले नास्तिक पनि भन्छन्, तर गौतम बुद्धले दिएका ज्ञान नै हाम्रो हिन्दू शास्त्र वेदान्त उपनिषदले भनेका कुरा हुन्। गौतम बुद्ध त लोक धर्मको विरोधी थिए, जहाँ अन्धविश्वास र रीतिरिवाजलाई नै मान्छेले धर्म भनेका हुन्थे। भनिन्छ गौतम बुद्धको दिमाग नै कसैको शिरमा ल्याएर राख्दा पनि ऊ गौतम बुद्ध हुन सक्दैन। हाम्रो दिमागमा भएका स्मरण र ज्ञान भन्दा माथि उठेर बोध प्राप्त गर्नु भनेकै बुद्धत्व प्राप्त गर्नु हो। गौतम बुद्धको जन्मदिन भनेर बुद्ध जयन्ती मनाइन्छ र नेपाल प्रायोरिटिजको टिमबाट सम्पूर्ण नेपालीलाई बुद्ध जयन्तीको शुभकामना। गौतम बुद्धको जन्म नेपालमा भएको हो भनेर गर्व गर्ने कुरा त हो नै, तर जन्म र मृत्यु भनेको शारीरिक र ऐतिहासिक कुरा मात्रै हो। हामीले बुझ्नु पर्ने कुरा भनेको त बुद्धत्वलाई हो। धन्यवाद।